ल जन्मदिनको शुभकामना छोरो सन्देश उठा त नमस्ते। अब आज अलिकति फरक पनि छ हाम्रो चुलो चाहिँ अहिले फरक खालको चुलो हो धेरै जति हाम्रा दर्शकहरूलाई पनि थाहा छ मैले विशेष गरी यो बजारबाट ल्याएका केकबाट मेरै बच्चा पनि धेरै पटक बिरामी हुने कहिले पखाला लाग्ने कहिले उल्टी आउने धेरै खालका सकस गरेको हुनाले त्यो केक किन्ने पैसाले आज काजु बदाम नरिवल मरिच ल्वाङ सुकमेल दुध किनेर आज घरमा पुरौनीको केक बनाएको छु। यिनी गाजर हुन्, यो डल्ले अकबरी खुर्सानी मेरो फेभरेट, यिनी सुन्तलाका दाना हुन्। हामीले यो तरिकाले केक बनाइयो भने बच्चाबच्चीलाई जति दिए पनि स्वास्थ्यलाई असर नगर्ने र अहिलेको पछिल्लो समयको फेसन पनि जोगिने र मौलिक परम्परा पनि जोगिने संस्कृति पनि बस्ने तरिकाले मैले यसरी यो केक काट्ने चलन बनाएको छु, केक बनाएको छु। यहाँ हाम्रो आमा हुनुहुन्छ, मेरो आमा दिदी हुनुहुन्छ, दाई हुनुहुन्छ, मेरो प्रिय हेम दाई चुरा दाई, हाम्रो थापाजी, हाम्रो लङ्केसा भनेर चिनिन्छ, यहाँ सबै हुनुहुन्छ, छोरो हामी सारा संसार छौँ यहाँ। बिनाजु भनेको आमा पिर नगर्नुहोस्, दिदी देखिन आउँछ, सबै ठिक छौँ। ल छोरा के काटेर चाहिँ त्यहाँ गरिदिन्छु, चटक्क यसलाई निकालेर कसरी काट्छु। ल ह्याप्पी बर्थडे टु यु। Happy birthday